सबैजनालाई नमस्ते। अब फेरि है, अब म सेकेन्ड असाइनमेन्टमा जाँदैछु। सेकेन्ड असाइनमेन्ट पनि मैले नै राखिदिएको छु तपाईँको है। ल्याब 1 बुझिसक्नुपर्छ। ल्याब 2मा चाहिँ यो भिएम मसिन चाहिँ भर्चुअल मसिन चाहिँ सेटअप गर्ने भनेर भनेको चाहिँ लेखिरहेको छ। अब्जेक्टिभ इन्स्टल एन्ड कन्फिगरेसन अफ भर्चुअल मसिन नेटवर्किङको लागि इन्स्ट्रक्सन चाहिँ ओराकल भर्चुअल बक्स अनि यो सिस्टम डकुमेन्टेसनहरू स्टेप बाई देखाउनु पऱ्यो। अनि नयाँ भर्चुअल मसिन राख्नु पऱ्यो। त्यसमा ऱ्यामहरूको साइजहरू कति राख्नुपर्छ, सिपियुहरू कति राख्नुपर्छ, त्यो सबै स्क्रिनसटहरू गर्नु पऱ्यो होइन। इच एन्ड एभ्री कुरा क्लियरली गरेर नेटवर्क के युज गर्नु सबै कुरा चाहिँ यहाँ डिटेलमा बताउनु पऱ्यो। यो चाहिँ तपाईँको ल्याब सेकेन्ड हो। ल्याब सेकेन्डको नि मैले यहाँ गरेर राखिसकेको छु है। फर्स्ट स्टेपमा तपाईँ भर्चुअल बक्सको वेबसाइटमा जानुहुन्छ, डाउनलोड गर्नुहुन्छ तपाईँलाई चाहिने होइन। अब तपाईँको म्याक छ कि अब उबन्टु छ कि विन्डोज छ होइन। डाउनलोड गरिसकेपछि तपाईँको डाउनलोड भइसकेपछि तपाईँ सेटअप गर्न नेक्स्ट गर्नुहुन्छ। नेक्स्ट गरेर सेटअप हुन्छ यो तपाईँको होइन। सी ड्राइभमै तपाईँ लोकेसन सेयर गर्न सक्नुहुन्छ। सी ड्राइभ डी ड्राइभ जुनमा गरेपछि त्यसपछि तपाईँले स्टार्टअप मेन्युहरूमा राख्नुहुन्छ। तपाईँले त्यसपछि इन्स्टल गर्नुहुन्छ अनि सकिन्छ। यो केही पनि गर्नु पर्दैन। यो सेकेन्ड ल्याब हो। फर्स्ट माथिको पार्ट चाहिँ एकदम सजिलो छ है। अब यहाँ चाहिँ तपाईँले अब भर्चुअल मसिन सेटअप चाहिँ एउटा भयो होइन। अब यहाँ चाहिँ सेटअप चाहिँ तपाईँको अब त्यसमा तपाईँले अब अर्को चिज पनि गर्नुपर्ने हुन्छ कि भर्चुअल मसिन तपाईँले चाहिँ के गर्नुपर्ने हुन्छ भन्दाखेरि काली लिनक्स हाल्नुपर्ने हुन्छ है। यो तपाईँको सेटअप जुन छ यो सेटअपको पार्ट चाहिँ ल्याब 2 हो। ओके, ल्याब 2मा तपाईँले सर्र गर्नुहुन्छ। यो तपाईँको डाउनलोड भइसकेपछि मेबी 15 मिनटको काम हो। सेटअपमा कसैलाई पनि प्रब्लम आउँदैन। मैले अलरेडी सेटअप गरिसकेको छु। त्यसपछि ओराकल भिएम मेरो आइसकेको छ है यहाँ। र तपाईँले यो खोलेर देखाउनु पर्ने हुन्छ है यहाँ स्क्रिनसट लिएर। तपाईँले त्यसको लागि वेबसाइटमा जानु पऱ्यो, सबै गर्नु पऱ्यो। मल्टिपल मैले राखिरहेको छु होइन। बिआइएम 6 चाहिँ बिबिए सी प्यानल उबन्टु राखेको छु। तपाईँको आइसक्यो है। तपाईँ सेटिङको नि एउटा राम्रो स्क्रिन राख्नुपर्ने हुन्छ। यो चाहिँ यहाँ तपाईँको नेटवर्कमा के छ कसो छ होइन। यहाँ तपाईँले अब नेट राख्नुपर्छ कि होइन, तपाईँले अब ब्रिज राख्नुपर्छ होइन। आफ्नो उसँग एप 1 2 3 4 भर्चुअली आइरहेको यहाँ सेटिङ एउटा चाहिँ इनेबल डिसेबल एउटा मिलाउनु पऱ्यो। यो मिलाउनुहुन्छ भने इन्टरनेट डिफल्ट चल्छ भित्रपट्टि ब्रिज गर्दा, नभए चाहिँ तपाईँले आइपी एड्रेस फेरि असाइन गर्नुपर्ने हुन्छ है। युएससी पोर्टलाई नै भित्र एक्सेस दिने, भित्रको ओएसलाई सिरियल पोर्टहरू फोल्डरहरू यो सबै कुरा एड गराउनु मिल्छ है। यो पनि तपाईँको पार्टिकुलरली अब मैले बिआइएम 6 सेमेस्टर भन्ने मेरो मसिनको चाहिँ ऱ्याम घटाउने बढाउने कति चाहियो म यो रातोसम्म जानु भएन। रातोसम्म गयो भने आफ्नो पिसी नै स्लो डाउन हुन्छ, हरियोसम्म चाहिँ बस्न पाइयो है। यहाँ तपाईँको सबै कुरा छ है। यसको बारेमा धेरै कुरा के भन्ने तपाईँहरूलाई आउँछ होला आई थिङ्क सो होइन। भएन भने मलाई जहाँ प्रब्लम हुन्छ त्यहाँ चाहिँ स्क्रिनसट वाट्सएपमा स्क्रिनसट राखेर बताइदिनु होला। सेटअप चाहिँ भइहाल्छ है। अब यसमा मेन अलिकति जान्नुपर्ने कुरा भनेको यसमा चाहिँ नयाँ यो न्यू सबै स्टेप जानु पऱ्यो। काली लिनक्स राख्नुहुन्छ। ओके, यहाँ तपाईँले अब यहाँ हेर्ने लिनक्सको फ्यामिली टाइप आफै आइरहेछ। अहिले चाहिँ सेलेक्ट गर्न मिलिरहेछ नि त होइन। यदि होइन सिस्टमले आफै लियो भने नो प्रब्लम। मैले यहाँ काली लिनक्स र उबन्टु मेरो यसमा छैन, म एक्स राख्छु है। जस्तो मैले तपाईँहरूलाई चाहिँ उबन्टु देखाइरहेको छु। म काली चाहिँ फेरि देखाउँछु म तपाईँलाई, बट अहिले उबन्टु देखाइरहेको छु किनकि स्क्रिनसट चाहिँ तपाईँले लिन मिल्दैन है उबन्टुको। यो मेरो वाला स्क्रिनसट नराख्नु होला, आफैले गर्नु होला सबैजनाले। टाइप चाहिँ लिनक्स छ, भर्जन चाहिँ आफै आइसकेछ। नेक्स्ट गर्नु। ओके, यो युजर नेम चाहिँ ख्याल गर्नु होला है। चेन्ज राखेछ। अब बिआइएम 004 म अनिस होइन। मैले चाहिँ एउटा आफ्नो उसको लागि युजर बनाएको अन्डरस्कोर बिआइएम 004 है। पासवर्ड चाहिँ आफ्नो हिसाबले राख्नु होला। होस्ट नेम चाहिँ काली लिनक्स छ यहाँ चाहिँ। यहाँ पनि तपाईँले अब यहाँ हेर्नु रातो आइरहेको छ नि यो सानो, यो रातो भनेको तपाईँको चाहिँ यो स्पेस भयो भने मान्दैन क्या। यहाँ यो होस्ट नेमलाई तानिरहेको हुन्छ नि त। यही होस्ट नेममा जे राख्ने त्यही राखिदिए पनि भयो, नो प्रब्लम है। यो लोकल @localhost भनेर आउँछ, त्यसमा चाहिँ यो देखाउँछ कि बिआइएम 004। ओके, अब नेक्स्ट गरेँ मैले। अब यहाँ चाहिँ सिपियु कति दिने स्क्रिनसट लिनुपर्ने हुन्छ। यहाँ तपाईँले प्रिन्ट स्क्रिन गर्दा स्क्रिनसट लिने, स्निपिङ टुल युज गर्नु, नो प्रब्लम। स्टेप चाहिँ लेख्नु पऱ्यो। भर्चुअल मसिन यहाँ लिने, नेक्स्ट गर्ने। 25 GB राखिरहेको छु, 20 GB भए पुग्छ भनिरहेको छु। फिनिस गरिदिने, सक्यो। यहाँ तपाईँको काली लिनक्स भनेर आइसकेको छ नयाँ।
यसलाई चाहिँ मैले अन गर्दैन है, देखाउनलाई मात्रै गरिरहेको तपाईँहरूलाई। म यो पावर अन गर्दा स्लो हुन्छ फेरि। यहाँबाट सेटिङबाट जान मिल्यो है, राइट क्लिक गरेर सबै कुरा गरेर जान सकियो। यसमा चाहिँ केही पनि समस्या छैन है। यति गरेपछि तपाईँको ल्याब 2 र 3 चाहिँ छिट्टै सकिन्छ। ल्याब 2 मा र 3 मा सेटअप गर्ने काम मात्रै हो है, लिनक्सलाई सेटअप गर्ने काम हो। यो म अफ गर्छु, पावर अफ गर्छु, सेभ स्ट्याटस गरेन, पावर अफै गरेँ मैले। यो गरेपछि मेरो ओराकल चाहिँ सेटअप भयो, काली लिनक्स सेटअप भयो। काली लिनक्स सेटअप हुँदाखेरि तपाईँको डेट एन्ड टाइम सबै कुरा चाहिने हुन्छ है। यहाँ चाहिँ केही पनि गाह्रो छैन है तपाईँहरूलाई। अब यसमा चाहिँ मैले स्क्रिनसट राखेको छैन, तपाईँले चाहिँ स्क्रिनसट राख्नु होला काली लिनक्सको है। माथिकोमा भयो, तलकोमा अब यतापट्टि चाहिँ काली लिनक्सको है। ल्याब 3 मा चाहिँ काली लिनक्सको मजाले राखिदिनु होला स्क्रिनसट चाहिँ है। डाउनलोड गर्नुहोस्, राख्नुहोस्। अनि गरेपछि यो ल्याब 1 2 3 सकियो। अब हामी ल्याब 4 मा चाहिँ फेरि म अर्को भिडियो बनाउँछु है। सेटअप भइसकेपछिको पार्ट हो क्या यो, लिनक्स सेटअप भइसक्यो। अब मसँग यहाँ सेटअप छ अलरेडी। मैले यहाँ सर्भरमा यदि कसैलाई भएन, लास्टमा भएन भने सेटअपको लागि भनेर यहाँ क्लाउड होस्ट पनि राखिरहेको छु मैले आफूले प्राइभेटली। सेटअप भएर भइसकेपछि यो चाहिँ मेरो भिएममा राखिरहेको भएँ। छ कालीलाई मैले सेटअप गरेर राखिरहेको छु यहाँ है। ओके, यो खुलिरहेछ है। मैले यहाँ धेरै काम गरिसकेछु काली लिनक्समा। ओके, यो चाहिँ काली लिनक्सको आयो है। यसमा चाहिँ टन्नै टुल्सहरू हुन्छ कि, सबै टुल्सहरू हुन्छ, वायर साकहरू। यसमा चाहिँ तपाईँहरूले सेटअप गर्दाखेरि अब बेसिक सेटअप गर्नु चाहिँ के गर्नुहुन्छ आई डोन्ट नो होइन। तपाईँले त्यहाँ पढ्दै पढ्दै सेटअप गर्नुपर्ने हुन्छ। अनि तपाईँले यदि फुल सेटअप गर्नुहुन्छ भने फुल सेटअपमा सबै कुरा डेटाहरू आइहाल्छ कि, यहाँ सबै आइहाल्छ, सेटिङहरू, एप्लिकेसन टुल्सहरू आउँछ। अनि यो टुल्सहरू चाहिँ अब हामीले युज गर्छौँ हाम्रो 4 र 5 को ल्याबमा चाहिँ। अब हामीले यहाँ युज गर्छौँ 1 को वाला जुन विन्डोजको कमान्ड गरेको थियौँ नि, त्यस्तै कमान्डहरू पनि हुन्छ यहाँ। त्यो सबै कुराहरू चाहिन्छ यहाँ है। यसको चाहिँ अब हामी यहाँ चाहिँ काम गर्छौँ। अब यो चाहिँ हामीले 4 र 5 को भिडियोमा, तर योभन्दा अगाडि तपाईँ यहाँसम्म आउनु पऱ्यो, यो स्क्रिनसम्म आउनु पऱ्यो। यो स्क्रिनसम्म नआउँदासम्म अब के भन्ने मैले तपाईँहरूलाई, मलाई चाहिँ वाट्सएप गर्नु होला। वाट्सएपमा जे प्रब्लम छ म त्यो कुरा हेरिदिन्छु है।